Color gift exchange. 3, 2, 1, go! Itu dah ahli. Mana dah 3? Apa mati dah? Apa dah? Apa dah? Apa dah? Mana mati ni? Mana ni? Game खेल्ने. Mana खेल्ने ni? Mana? अझै बाँकी छ एकछिन नि. यो एउटा आइटम भयो का? कहिले खान्छ? हेलो. आज चाहिँ हामी कलर गिफ्ट एक्सचेन्ज गेम खेल्न गइरहेको छौं. अनि गेम खेल्नु भन्दा अगाडि नै एउटा रुल्स चाहिँ म मेरो बहिनीलाई भनिदिहाल्छु. सामान मन परेन भनेर रिसाएर जान पाइदैन. किनकि यसको बानी यस्तै छ रिसाएर फन्केर हिड्ने. त्यस्तो गर्न पाइदैन अगाडि नै भनिदिसके मैले. ल अनि अब एउटाले चाहिँ धेरै ल अर्को थोरै गर्न त्यसो हुन पाउँदैन. अब मैले चाहिँ मेरो झन् यति धेरै पैसा भएको छ सब पैसाको उलाई किने ल्याएर छु ल. ल स्टार्ट. अब यस्तो गिफ्ट भनेको गिफ्ट हो. जे ल्याए पनि गिफ्ट हो. हो कि हैन? हो के नि तपाईहरु आफै भन्दिनु होइन. ल सुरु गरौँ. हेरौँ न अब गेम कस्तो गेमले कस्तो ट्विस्ट लिन्छ अब हेरौँ न ल. ल अलि यता आइन्छ त देखिन कुन कलर कलर सुन. त भन्छु म कुन कलर. त न म भन्छु. व्हाइट कलर ल. रिया व्हाइट त का हो. मेरो व्हाइट कति थियो? कतिवटा? कोनै काचिस क्या हो? दुईटा. सानो उस्तै पाउँदैन है. ला छोरा सानो भयो. सामै निस्किदैन त. एकैचोटि निकाल्ने है. बन्नु भाइ वान भयो बाकै छैन मेरो. न म दिन्छु अझै. उयो हुन्छ. म काले गोठ्याउने बाजा छ. त्यो त भन्न पाइदैन है भन्न पाउँदैन. भाइ सिधा त्यसो नभन तिमीले भन्न पाउँदैन म त रिस उठियो. निस्किँदैन. केही त ल्याएको होला अनि कहाँ निस्किन्छ त? ल्याएको छु. पछि 5 रुपैयाँको एउटा चक्लेट ल्याइदिनु रे. जे ल्याएको गिफ्ट इज गिफ्ट. नो त्यो मलाई चाहिँ 2-300 को ल्याएर तल चाहिँ 5 रुपैयाँ हुन्छ. गाइस मैले 600 रुपैयाँको खर्च गरेर ल्याएको छु. सब सामानहरु टोटल 600 नि 700. अब तपाईहरु मेरो अहिले खर्च हेर्नु न यसको भन्दा डबल ट्रिपल ब्रान्ड रहेछ हैन मलाई भन्नु. सब पसलको उठाएर ल्यायो पछि ल्याम त पसलबाटै त हुने. अनि आउने पसलबाट नि निकाल्नु. ल 1 2 3 गो गो. ए गाइस मैले हेर्नु यो इयरिङ यसलाई बेमा जानको लागि किनेर दिए चाहिँ बर्ड प्याड. यति नै यस्तो राम्रो. थ्यांक यू सो मच. यो चाहिँ के हो यी? आमा त्यही मेरो काटा थिएन त्यही एउटा काटा. यस्तो राम्रो हेर्नु यहाँ. यस्तो राम्रो काटा हाइस. ल ल एक्सेप्ट. यहाँ राख्नु. गाह्रो सामु त्यत्रो छ. किन यत्रो किने त तर कसले यत्रो महँगो किन्नु? अब आफुलाई नि धेरै दिन्छ. यहाँ देख्ने गरेर राख्नु न. नानी अब यतो. अब कुन? त भन अब त्यही रेड कलर. अब तै भन त भन. पिंक. पिंक छैन. पिंक छैन. पिंक साइड ओरेन्ज हाले. ल्याउ र. अब ओरेन्जको ठाउँमा पिंक दिन्छ. ल त ओरेन्ज त पिंक नि काम ओरेन्ज. ल यता